परमेश्वरले कसरी आराजकतालाई सुव्यवस्थित रूपमा परिणत गर्नुभयो। पृथ्वी आकार बिनाको र शून्य थियो। अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दै रहनुहुन्थ्यो। उत्पत्तिले परमेश्वरको आज्ञाहरूको अभिलेख राख्छ। उज्यालो होस्, आकाश, क्षेत्र र बोट बिरुवाहरू होस्, ऋतु र दिनहरूको लागि सूर्य, चन्द्रमा र ताराहरू, समुद्र र आकाशका प्राणीहरू होस्, भूमि, जनावरहरू र अन्तमा मानव जाति। मानिस फरक रूपमा सृष्टि गरिएको हो। परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। हामी परमेश्वरको रूप धारण गर्छौं र बोलावट पाउँछौं। हामी उहाँको चरित्र प्रतिबिम्बित गर्छौं र हामी उहाँको सृष्टिको रेखदेख गर्छौं। सृष्टिले परमेश्वरको शक्ति, व्यवस्था र उद्देश्य देखाउँछ। उहाँ बोल्नुहुन्छ र जीवन फस्टाउँछ। आज उहाँको प्रतिरूपवाहकको रूपमा जिउनुहोस्। श्रद्धापूर्वक, विश्वास र जिम्मेवारीका साथ जिउनुहोस्। उत्पत्ति 1 को गहिरो अध्ययनको लागि टिटिभी नेपाली बाइबल एप डाउनलोड गर्नुहोस्।